होला म पनि एकदमै सञ्चारमा छु। आज चाहिँ 24 आवर्स व्हाइट फुड च्यालेन्ज गर्न गइरहेको छु। के कस्तो हुन्छ कृपया कमेन्ट गरिदिनु होला। र चाहिँ म चाहिँ अब व्हाइट टी सर्ट लाएर अनि पछि फेरि आउने छु। गाइस मैले चाहिँ व्हाइट टी सर्ट लगाइसकेर तर पनि यहाँ ब्ल्याक रहेछ क्या, ब्ल्याक रहेछ गाइस है। केही नै हुन्न, हाम्रो फ्यामिलीहरूमा सबै चलिहाल्छ नै। र हजुर म चाहिँ व्हाइट फुड च्यालेन्ज गर्न लागेको छु। के कस्तो हुन्छ कमेन्ट गर्नु होला है त गाइस। अनि ठ्याक्क लगाएर सुरुमा मैले पानी खाएँ। पानीको चाहिँ कुनै रङ हुन्न है गाइस। बिहानको डाइटमा चाहिँ गाइस म काजु किसमिसको प्याकेट लिएर आइसकेको छु। म चाहिँ व्हाइट रोजेर मात्रै खान्छु है। को खाइसकेपछि म चाहिँ अहिले चाहिँ चार्ज भइएर भिडियो बनाउनै पाएन गाइस है। अहिले चाहिँ म चाहिँ दिउँसो केक खाँदैछु। अहिले व्हाइट खालको केकै खाँदैछु है गाइस। व्हाइट केक खाँदैछु। पुरै व्हाइट है, जेली पुरै व्हाइट छ है गाइस। के खाम भएर फेरि मैले दोकानमा गएर सेतो मिठाई ल्याएँ है गाइस। झुसे मिठाई रहेछ। अनि पछि झुसे मिठाई नि खाएको। मिठो थियो है गाइस, मिठो थियो। म चाहिँ फेरि कुल्फी ल्याएर व्हाइट खालको है खाँदैछु। गाइस म फेरि पनि भोक लागेर चाहिँ रम्बा टाइपको ल्याइसकेँ है। अनि रम्बा टाइपको ल्याएर अनि दिस इज अ व्हाइट है गाइस, व्हाइट रम्बा टाइप इज अ व्हाइट। अनि पछि चाउचाउ खाएर गाइस पानी खान लाग्यो। पनि भोक लागेर मैले फेरि पनि व्हाइट नुन बेसार नहालिकन व्हाइट खालको अन्डा फ्राई गरेर फेरि पनि व्हाइट अन्डा खान गइरहेको छु। फेरि आइसक्यो नि है, पानी परिरहेको छ। म चाहिँ व्हाइटै खाइरहेको है गाइस। बाहिरको खोल मात्रै निरो हो, भित्रको चाहिँ व्हाइटै है गाइस। फेरि केटा खान लाग्यो है व्हाइट। बाहिरको बोक्रामा चाहिँ प्यालो, भित्रको त फेरि सेतै हुन्छ है गाइस। गाइस चाहिँ रात परिसक्यो है। चाहिँ व्हाइट च्यालेन्ज कम्प्लिट। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। ओके बाई, सी यू।